अब चाहिँ पाक्यो है दामी तरिकाले लगभग 1 घन्टै लाग्यो होला पाक्न। अब यसलाई चाहिँ चट्ट उतारेर पिस पिस गरेर काट्नुपर्छ अनि चट्ट अचारसँग चोबेर चप्प खानुपर्छ है। अब यसलाई पल्टाउनु पर्छ होला एकचोटि। चिम्टा पनि राम्रो छैन, डढी जान्छ नत्र भने कालो हुन्छ कि। यसलाई एकचोटि चाहिँ अनि यसलाई हालिसकेपछि चाहिँ फेरि एकचोटि कोइलामा मात्रै यो चाहिँ पहिला घुट्ला डढाएको क्या, घुट्ला रक हुन्छ नि त कानमा चिउडोमा, त्यो पल्टाएर एकचोटि हेर्नुपर्छ। डढेको कालो भएछ। ल यसलाई अब फेरि एकचोटि पल्टाइसकेपछि चाहिँ दामी तरिकाले यो अलिक डढेको रहेछ, यसलाई यस्तै होस् यो चाहिँ। अनि यो चाहिँ कतिको भएछ, यो पनि खासै डढेको त छैन रहेछ। अनि यतिकै होस्, घोप्टने होस् यो पनि। अब यसलाई पल्टाउनु पर्छ होला एकचोटि। चिम्टा पनि राम्रो छैन, डढी जान्छ न। यसलाई एकचोटि चाहिँ अनि यसलाई हालिसकेपछि चाहिँ फेरि एकचोटि कोइलामा मात्रै यो चाहिँ पहिला घुट्ला डढाएको क्या, घुट्ला रक हुन्छ नि त कानमा चिउडोमा, त्यो पल्टाएर एकचोटि हेर्नुपर्छ। डढेको कालो भएछ। ल यसलाई अब फेरि एकचोटि पल्टाइसकेपछि चाहिँ दामी तरिकाले यो अलिक डढेको रहेछ, यसलाई यस्तै होस् यो चाहिँ। अनि यो चाहिँ कतिको भएछ, यो पनि खासै डढेको त छैन रहेछ। अनि यतिकै होस्, घोप्टने होस् यो पनि। अब चाहिँ दामी तरिकाले हल्काको बल्दै पाक्छ। लगभग लाग्छ होला 20-25-30 आधी घन्टा लाग्छ होला पाक्नलाई। अब यसलाई चाहिँ कटिङ गरिन्छ। यसलाई कटिङ गरिन्छ। सर्ट यस्तो पिस गर्नुपर्छ। यसलाई चट्ट पिस गरिसकेपछि खोर्सानीमा, खोर्सानी टमाटरको अचारमा दामी हुन्छ। टमाटर पनि पोलिरहेको छ, जस्तो आज तेलमा पोल्नुपर्छ भनेर दामी हुन्छ। तातो छ तर तातो छ। ल मासु काटिसकियो बल्ल। अब यसलाई अचारसँग, टमाटरको अचारसँग दामी तरिकाले अचार बनाइसक्यो। दाजुलाई लगिदिनु।